तैपनि आज थाहा नगरपालिकाको 12 नम्बर वडा लिपिमा खानेपानीको समुद्घाटन कार्यक्रममा जसरी चोइस नेपाल डोटेरा थाहा नगरपालिकाको साझेदारीमा आज 205 घर परिवारको एक घर एक धारा शुद्ध खानेपानी सम्पन्न भएको छ। यो सम्पन्न गर्नको निम्ति अहोरात्र खट्नुहुने स्थानीय समुदायहरू जसले फन्डको रूपमा यहाँका समुदायलाई शुद्ध खानेपानी खुवाउनको निम्ति आफ्नो थोरै पैसाबाट सङ्कलन गरेर यहाँ सहयोग गर्नुभएका चोइस नेपाल डोटेराका सम्पूर्ण साथीहरूलाई म थाहा नगरपालिका तर्फबाट हार्दिक नमन गर्न चाहन्छु, अभिवादन गर्न चाहन्छु, धन्यवाद तमोचा व्यक्त गर्न चाहन्छु। हामी चोइस नेपाल र थाहा नगरपालिकाले थुप्रै हामीले यस्तो योजनाहरू सम्पन्न गरिसकेका छौँ। त्यो योजना सम्पन्न गर्ने सन्दर्भमा हाम्रो आज लिपि खानेपानी उद्घाटनको सन्दर्भमा मैले अलि पृथक र भिन्न पनि तपाईँ मैले महसुस गरेँ। मान्छे हो, स्वभावैले थुप्रै समस्याहरू हुन्छन्। त्यो समस्यालाई समाधान गर्ने सन्दर्भमा र आफूले गरेको इमान्दारितापूर्वक काम गर्ने सन्दर्भमा केही तपाईँ भावनात्मक सम्बन्धहरू पनि हुन्छ। त्यसैको सन्दर्भमा हामीले यही 12 नम्बर वडाको सबभन्दा समस्या सलमपुर खानेपानी पनि हामीले सम्पन्न गऱ्यौँ, जहाँ जसले तपाईँ जुन ठाउँमा बस्नुहुन्छ अहिलेसम्म जमिनको पानीहरू खान पाउनु भएको थिएन। त्यस्तो ठाउँमा पनि चोइस नेपाल डोटेरा थाहा नगरपालिकाको साझेदारीमा कार्यक्रम सम्पन्न भयो। दामगाडीमा अस्ति भर्खरै हामीले सम्पन्न गऱ्यौँ र आज लिपिमा हामी सम्पन्न गर्दैछौँ। यो सम्पन्न गर्दै जाने सन्दर्भमा मैले आफैले बुझेको सन्दर्भमा त्यो दामगाडीको खानेपानी होस् या सलमपुरको खानेपानी होस्, असाध्यै धेरै समस्याग्रस्त ठाउँ थियो र मैले प्रतीक शर्मा सरलाई त्यति धेरै भावुक भएको मैले देखेको थिइनँ। आज मैले अलि भावुक भएको देखेँ। उहाँलाई विशेष गरी म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु कि थाहा नगरपालिकामा उहाँले विश्वास गर्नुभएको छ। हामीले काम गर्ने सन्दर्भमा दौरानमा हामीलाई डोटेरा र चोइसप्रति हामीलाई विश्वास छ र डोटेरा र चोइसलाई थाहा नगरप्रति विश्वास छ। त्यो विश्वासको जगले नै हामी विभिन्न कार्यक्रमहरू तपाईँ अगाडि बढिरहेको अवस्थाहरू म तपाईँहरू समक्ष अवगत गराउन चाहन्छु। चितलाङ स्वास्थ्य चौकी भवन तथा मेडिकल औजार सहयोग साझेदारीमा हामीले कार्यक्रम सम्पन्न गरिसकेका छौँ। कोभिड-19मा नियन्त्रण मेडिकल औजार तथा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको छ। त्यो कि यति धेरै त म चाहिँ समस्या थियो। हामी विश्वभरि नै कोभिड-19को महामारीले हामी आक्रान्त थियौँ। हामीसँग पैसा छ, स्रोत छ, साधन छ, तैपनि हामीले इक्विपमेन्टहरू, साधनहरू, मास्क पनि हामीले पाइरहेको अवस्थाहरू थिएन। हामी नेपालीहरू छटपटाएको अवस्थाहरूमा उहाँले कन्सन्ट्रेटर र तपाईँको चाहिँ मास्क लगायत सम्पूर्ण तपाईँ चाहिँ सामानबाट हामीलाई तपाईँ थाहा नगरपालिकालाई धेरै ठुलो गुण लगाइदिनु भएको छ। म हार्दिक धन्यवाद दिन चाहन्छु। बायोग्यास सहित कार्यक्रम थाहा 4, 5, 11 र 12मा सम्पन्न भइसकेको अवस्थाहरू छ। धर्सिङगढीको तेल उत्पादन तथा बिक्री सहकारीमा बिउ पुँजी सहयोग तथा साना व्यवसायीको आय आर्जनको कार्यक्रमहरू भएको छ। कृषि बिउ बिजन वितरण तथा कृषि आधुनिकीकरण सहयोग तालिम सम्पन्न भएको छ। गोठ सुधार कार्यक्रममा सहयोग भएको छ। आधुनिक कृषि टनेलमा सहयोग भएको छ। कोसेली घर सञ्चालनमा सहयोग भएको छ। हामीले थाहा नगरपालिकाको 4 नम्बर वडामा एउटा कोसेली घर स्थापना गरेको छौँ। त्यसमा पनि चोइसबाट तपाईँ चाहिँ हामीलाई सहयोगहरू चाहिँ आइपरेको छ। एउटा हाम्रो कार्यक्रम छ मजुवा लिफ्टिङ खानेपानीको, त्यो अलिकति अधुरो छ, त्यो सम्पन्न हुन सकेको छैन। त्यसलाई पनि हामी यसै पालि यसै वर्ष तपाईँ चाहिँ सम्पन्न गर्ने, उद्घाटन गर्ने र त्यसलाई विधिवत ढङ्गले सञ्चालनमा ल्याउने प्रक्रियामा तपाईँ चाहिँ हामी अगाडि बढेको अवस्थाहरू छ। त्यसैले मैले अन्तिममा मैले के अनुरोध गर्न चाहेँ भने साँच्चै नै हामी प्रतिबद्ध छौँ। आवश्यकताको आधारमा हामीले योजनाहरू छनौट गरेका छौँ। त्यो आवश्यकताको आधारमा हामीले योजनाहरू छनौट गर्ने सन्दर्भमा
कार्यान्वयन हामीले तपाईँ चाहिँ इमान्दारीपूर्वक हामीले कार्यान्वयन गर्यौँ भने धेरै तपाईँ चाहिँ प्रभावकारिता रहन्छ भन्ने पनि हामीले महसुस गरेको छौँ। त्यसैले म अन्तिममा चोइस नेपालको साथीहरूलाई म हृदयदेखि केही हार्दिक आभार म व्यक्त गर्न चाहन्छु भने वास्तवमै सुशासन तपाईँ चाहिँ सिक्ने हो भने चोइस नेपालबाट पनि हामीले सुशासनलाई हामीले सिक्नुपर्छ भन्ने उदाहरणहरू थुप्रै ठाउँहरूमा हामीले अनुभूति गरेका छौँ। यही नीति खानेपानीको चाहिँ कार्यक्रममा पनि थाहा नगरपालिकाले चोइससँग साझेदारीको रूपमा 60 लाख रुपियाँ बजेट हामीले विनियोजन गरेका थियौँ, हामीले छुट्याएका थियौँ र त्यो 60 लाख रुपियाँ पैसाबाट मलाई जानकारी भएअनुसार उहाँले मिति बेतासहित सुशासनलाई प्रतिबद्ध राखेर 40 लाख रुपियाँ थाहा नगरपालिकासँग दिने र 20 लाख रुपियाँ थाहा नगरपालिकाको पैसा बचाइदिने र अर्को ठाउँमा तपाईँ कार्यक्रम गर्न निम्ति त्यसले टेवा पुग्नेछ भन्ने तपाईँको चाहिँ उहाँहरूबाट मैले जानकारी पाएको छु। त्यसैले पनि म उहाँलाई यो सुशासनमा प्रतिबद्ध रहेर तपाईँ काम गर्ने सन्दर्भको दौरानमा अझै पनि आगामी दिनहरूमा हामी थाहा नगरपालिका, चोइस नेपाल, डोटेरा सम्पूर्ण तपाईँ चाहिँ गैर सरकारी संस्थाहरूसँग साझेदारीको रूपमा तपाईँ कार्यक्रम गर्नको निम्ति थाहा नगरपालिका प्रतिबद्ध छ भन्ने तपाईँ चाहिँ विश्वास र अनुभूति तपाईँ दिलाउँदै आज यो कार्यक्रममा जसरी तपाईँ चाहिँ हाम्रो 12 नम्बर वडाका साथीहरूले बोलाइदिनु भएको छ उहाँलाई पनि म थाहा नगरपालिका तर्फबाट हार्दिक आभार म व्यक्त गर्दै अहोरात्र तपाईँ चाहिँ यो योजनालाई सम्पन्न गर्नको निम्ति खटिनु भएको छ। वडा अध्यक्ष, वडा सदस्यज्यूहरू, आदरणीय जनसमुदायहरू सम्पूर्णलाई म हार्दिक आभार म व्यक्त गर्न चाहन्छु। अन्तिममा हामी अब यो खानेपानी सम्पन्न भइसकेका छौँ। विगत हामी सञ्चालन गर्ने सन्दर्भमा थुप्रै यस्ता योजनाहरू अलपत्र परेका तपाईँ चाहिँ त्यसलाई टुटफुट आउने सन्दर्भमा मेन्टेनेन्सका समस्याहरू हामीले देखेका छौँ। मैले तपाईँलाई के अनुरोध गरेँ भने अलिअलि कन्ट्रिब्युसन भयो, अलिअलि हाम्रो पनि श्रम परेको छ। यसमा अझ थप हामीले मासिक तपाईँले थोरै मात्रै पैसा तपाईँ चाहिँ हामीले लगानी गरेर तिरेर तपाईँ चाहिँ हामीले यसलाई व्यवस्थापन गऱ्यौँ भने यसलाई व्यवस्थापन गर्न सक्छौँ। थाहा नगरपालिकामा खानेपानीको बोर्ड तपाईँ चाहिँ निर्माण भएको छ। थाहा नगरपालिका खानेपानी बोर्ड अन्तर्गत तपाईँहरू आउनुहोस् र त्यो थाहा नगरपालिका खानेपानी बोर्ड अन्तर्गत आउनुभयो भने हामीले प्लम्बर लगायतका टेक्निसियनहरू तपाईँ चाहिँ नियुक्ति गरेका छौँ। भोलिका दिनमा तपाईँ चाहिँ समस्या परेको छ, टुटफुट भएको छ, बिग्रेको छ, त्यो मर्मत समारको निम्ति पनि थाहा नगरपालिकाले तपाईँलाई सहयोग गर्नेछ। त्यसैले मैले तपाईँ चाहिँ हर्टली तपाईँलाई म के विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु भने अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, आदरणीय तपाईँ चाहिँ महानुभावहरू सम्पूर्णलाई थाहा नगरपालिका बोर्डमा आइदिनु भयो भने यसलाई व्यवस्थित अझ तपाईँ चाहिँ हामीले गर्न सक्छौँ भन्ने तपाईँहरूलाई विश्वास दिलाउँदै आगामी दिनमा थाहा नगरपालिकाले तपाईँहरूलाई सधैँभरि तपाईँ चाहिँ यसै गरी सहयोग गर्ने पनि म प्रतिबद्धता जाहेर गर्दै बिदा हुन्छु। हस्त, अभिवादन, नमस्ते, थ्याङ्क यू सो मच।